आज चाहिँ हामी यहाँ विशाल मार्टमा आइरहेछ। आनमले पनि किनिदिन्छ भनेर आइरहेछ हामीलाई गिफ्ट। आमा पुरा एक्साइटेड। आमा त झन् पुरा भुलिहाल्यो यहाँ आएर हराइहाल्यो। कालदेखि त भित्र पस्नु बित्तिकै सुतिहाल्यो हो। म चाहिँ यहाँ पुरा खुसी भएर बसेको छु। 15 दिनभित्रमा मात्रै हुँदछ नि एक्सचेन्ज। दुईटा लागु थियो नि 15 दिनभित्रमा दुईटा लागु माले थिएन आज चाहिँ हामी मार्टमा आएर यहाँ सपिङ गर्दैछ है। अहिले बिल पेमेन्ट गर्दैछ हैन। अनि मैले पनि यो पालि चाहिँ यो वर्षको चाहिँ सबैजना फ्यामिलीहरूलाई चाहिँ गिफ्ट दिउँ भनेर चाहिँ 1-2 वटा लुगाहरू किनेको छ हैन। गर्दैछ मेगा मार्टमा। तपाईहरु पनि आउन सक्छ हैन। यहाँ अनि राम्रो रहेछ। सो मजा आयो सपिङ गर्नु। अब बिल पेमेन्ट भइसक्यो है। अब प्याक गर्नु लागि यहाँ रेडी। यहाँ सिक्युरिटी गार्ड दाजुलाई रिक्वेस्ट गर्दैछु यहाँ प्याक गर्दै रहेछ हैन। सामान पनि किन्यो हैन मैले पास किने चिनी पनि पायो अफरमा हो। थ्याङ्क यू फर वाचिङ।